नेपालको राजधानी काठमाडौँदेखि नजिकका सार्क राजधानीहरूको क्रम। एक नम्बरमा भुटानको थिम्पू, 2 नम्बरमा बंगलादेशको ढाका, 3 नम्बरमा भारतको नयाँ दिल्ली, 4 मा पाकिस्तानको इस्लामाबाद, 5 मा अफगानिस्तानको काबुल, 6 मा श्रीलंकाको कोलम्बो। कोलम्बो भनेको यो अहिले एक्जिक्युटिभ क्यापिटल हो है, तर लेजिस्लेटिभ क्यापिटल भनेको आधिकारिक अहिले कुन छन् त? जयवर्धनपुरम, श्री जयवर्धनपुरा कोटे पनि भन्दा हुन्छ, नभए श्री जयवर्धनपुरा पनि भन्दा हुन्छ है। जयवर्धनपुरा नयाँ राजधानी है। लेजिस्लेटिभ क्यापिटल यही हो, एक्जिक्युटिभ क्यापिटल अहिलेसम्म कोलम्बोलाई नै राखिएको छ, तर राजधानी कुन हो यदि तोकेरै सोधेको छ भने लेजिस्लेटिभ सोधेको छ भने जयवर्धनपुरा, एक्जिक्युटिभ सोधेको छ भने कोलम्बो। यदि दुईटै छ भने पनि अप्सनमा जयवर्धनपुरालाई नै लगाउनुस् है। कोलम्बो भित्रकै एउटा रेसिडेन्शियल एरिया हो, यिनीहरूको पनि डिस्टेन्स सेम नै हो। अहिले म सेटेलाइट डिस्टेन्स पनि लेखिदिन्छु है। 7 मा के त मालदिभ्सको माले, एउटा नेपाल भइ नै हाल्यो, 8 वटा कन्ट्री। अब भुटानको थिम्पू कति किलोमिटर त? सेटेलाइट डिस्टेन्स 400 किलोमिटर। यो कति किलोमिटर त? 620 किलोमिटर। यो कति किलोमिटर त? 790 किलोमिटर। यो कति त? 1380 किलोमिटर है। त्यसपछि अफगानिस्तानको काबुल 1710 किलोमिटर। कोलम्बो कति त? या कोलम्बो श्री जयवर्धनपुरा भन्दा एउटै हुन्छ, कति त? 2320 किलोमिटर। यो भनेको कति त? 2760। नजिक र टाढाको याद गरेर जानु। र यसको सूत्र के छन् त? थी ढान इका कोमा। थी अगाडिकै अल्फाबेटहरु झिकेर बनाउन मिल्छ है। ढान इका कोमा। इका भन्ने व्यक्ति कहाँ गयो त? कोमामा गयो भनेर सम्झिदा हुन्छ।